नमस्कार, स्वागत छ हजुरहरूलाई आज पनि मेरो 5 स्टार च्यानलमा। आज मैले लिएर आएको छु गार्लिक चिकन विङ्स। आउनु सुरु गरौँ आजको रेसिपी। त्यसको लागि चाहिने सामग्रीहरू मैले चिकन विङ्स लिएको छु 250 ग्राम, अनि डार्क सोया सस, अनि केचप, अनि गार्लिक चाहिँ मैले बोक्रा छिलेर राखेको छु, अनि त्यसपछि हरियो प्याज अनि धनिया। सबैभन्दा पहिला चाहिँ म चिकन विङ्सलाई हल्का हल्दी पाउडर, बेसार, नुन, सोया सस राखेर एकछिन म्यारिनेट गरेर राखिदिन्छु। टाइम भएदेखि त 1-2 घन्टा नै यसरी म्यारिनेट गरेर राख्यो भने त्यो विङ्सको भित्र मसला छिर्छ, तर मसँग टाइम थिएन अनि लेमन पनि राखेँ, अनि त्यही भएर एकछिन मात्रै राखेँ। अब त्यसमा हल्का अलिकति मैले कर्नफ्लोर पनि राखिदिएँ। अब चाहिँ यिनीहरूलाई मजाले म्यारिनेट गरेर अनि छोपेर राखिदिनुहोस्। अनि गार्लिक चाहिँ मैले मसिनो गरेर चप गरेको छु। यसलाई चाहिँ मसिनो पारेर चप गर्नुपर्छ, नपिस्नु होला। यसलाई चाहिँ चक्कुले नै मसिनो पारेर चप गर्नु होला। अनि धनियालाई मैले मसिनो पारेर काटिदिएँ, अनि प्याजलाई पनि त्यसै गरी मसिनो पारेर काटिदिएँ। प्यान तताएर प्यानमा तेल राखिदिनुहोस्। यसमा चाहिँ धेरै तेल नराख्नु होला, तेल चिल्लो धेरै हुन्छ, त्यही भएर हल्का तेल राखेर यसमा मैले म्यारिनेट गरेर राखेको चिकन विङ्सलाई एक एक गर्दै राख्दैछु। मेरो भिडियो अरू पनि हेर्नु मन छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है साथीहरू। मलाई पनि सपोर्टको सख्त जरुरत छ, त्यही भएर यति चाहिँ गरिदिनु होला। अब अलिअलि रातो भइसकेपछि फेरि अर्कोतिर फर्काउनु होला। यो ग्यासको फ्लेम चाहिँ धेरै हाई नगर्नु होला, डढ्छ। मिडियम आँचमा फ्राई गर्नु होला। चिकन विङ्स फ्राई भइसकेपछि मैले चाहिँ अब हल्का तेल राखेर अहिलेको मसिनो पारेर काटेको गार्लिकलाई फ्राई गर्दैछु। धेरै फ्राई गर्नु पर्दैन, हल्का भयो हुन्छ। अनि त्यहाँ मैले रेड चिली फ्लेक्स पनि राखिदिएँ, अनि त्यसमा केचप राखिदिएँ, साथै सोया सस पनि राखिदिनु होला। अब यसलाई मजाले चलाउनु होला, यसलाई मजा सबैतिर मिक्स हुने गरेर चलाउनु होला र अहिले फ्राई गरेर राखेको चिकन विङ्सलाई यसमा राखिदिनु होला र यसलाई चलाउनु होला। सबैतिर त्यो गार्लिक लाग्ने गरेर, मसलाहरू लाग्ने गरेर चलाउनु होला। हेर्नुहोस् त, मेरो त मुखैबाट थुक आइसक्यो, कस्तो माउथ वाटरिङ। अब यसमा हल्का सेतो तिल राखिदिनु होला, अनि त्यसमा अनि अहिले काटेर राखेको प्याज र धनिया, हरियो प्याज र धनियालाई माथिबाट छरिदिनु होला। मुखै रसाइसक्यो, कति मिठो भएको छ यो। हजुरहरू पनि एकताल बनाएर खानु होला। मैले ढाँटेको चाहिँ होइन, साँच्चै हो, कसम एकदम मिठो हुन्छ। यसरी बनाएर खानु होला घरमा, तपाईँहरूले एकताल ट्राई गर्नु होला हैन। अनि मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला र आउँदा दिनमा मलाई सपोर्ट गर्नु होला। आजलाई यति हो मेरो भिडियो। ल बाई बाई साथीहरू, फेरि भेटौँला। मेरो भिडियोलाई माया गर्दै गर्नु होला। पछि पनि यस्तै मिठो रेसिपीहरू सेयर गर्नेछु हजुरहरूलाई। आजलाई त छुटौँ है त, बाई बाई।